Hello everyone, good morning, Sewa, Namaste, welcome and welcome back to my another video. अनि आज चाहिँ म यो रुम, यो किचन, बाथरुम, टोइलेट सबै छोडेर म फर्किँदैछु पोल्यान्ड। हाम्रो चासुम चाहिँ स्कुल गएको छ, चासुमलाई गरेर अनि कोही त पैसा पर्दैन गरेर जानुपर्छ कि हैन यो थुथु गर्नुको त हो नि ए तपाईको बहिनीको हिरो छदैछ नि अनि शुभ यात्रा कान्छी हार्को स्याप जोड्ने थोरै मात्र दिन्छु राम्रोसँग जानुहोस् चाँडै फेरि भेटौँ छिट्टो हैन अहिले एयरपोर्टसम्म त सँगै हुन्छौँ नि लु 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 जाऊ लु आजदेखि फेरि पोल्यान्डको यात्रा सुरु भयो ए जाम मलाई यति बेलै छैन के ए भगवान् लगनको बेला हगन हुन्छ साथीहरू हामी चाहिँ बोट भेट्नु पर्ने हुन्छ बोट भेट्नुलाई फेरि ढिलो भइसक्यो भनेर यता फेरि तान्नु भनेको बिजी रहेछ यो बाटो यो गल्ली अब आफ्टर लङ टाइम फेरि देखिँदैन होला फेरि पनि आउनेछु यहीँ आउँछु अगाडि अगाडिबाट मलाई सेफ गर्न जानुभएको भारी बोकाइरहेको छु मैले मेरो सो साथीहरू स्टे ट्युन आज चाहिँ म वार्तासम्मको ट्राभल गराउँछु तपाईँहरूलाई म वार्तासम्म ट्राभल गराउँछु स्टे ट्युन है त त्यो 5 मिनट ढिला भएर हाम्रो बोटै गयो अब हामी चाहिँ फेरि 25 मिनट वेटिङ गर्नुपर्छ यहाँ लास्ट वेटिङ हो आज यहाँ मेरो लास्ट वेटिङ है भाउजू आज भाउजूले आज मेरो यहाँ हेल्प पो गरिदिँदै हुनुहुन्छ यहाँ चाहिँ स्याउ स्ट्रबेरीहरू बेच्दै रहेछ बाजेले बाजे होइन भर्खरकै रहेछ चाहिँ यहाँ बारको वेटिङ गरेको भर्खर आइपुग्यो 25 मा जानुपर्ने आज मलाई एयरपोर्टमा ढिलो होला जस्तो भइसक्यो साथीहरू किन आएको है यो बोट चाहिँ मलाई किन आएको हो यहाँ चढ्दै जाने हो अब कान्छीले आज हामीलाई छोडेर जानु हुँदैछ चाँडो भेटौँ अर्को देशमा तर अब बेल्जियम अथवा नर्वेतिर ल भाउजू त्यो पनि भेट्नुपर्छ पोर्चुगलमा पनि फेरि भेट्नुपर्छ पोर्चुगलमा पनि फेरि भेट्नुपर्छ ओके हाम्रो मेट्रो पनि आयो अब यो मेट्रो एक स्टपमा उत्रेर फेरि अर्को चेन्ज गरेर अनि एयरपोर्ट जानुपर्ने हुन्छ लज्जा सो गाइजहरू हामी त यता आइपुग्यौँ मेरो टर्मिनल 1 यहाँ अनि अब यात्रा सुरु भयो साथीहरू हामीलाई प्राङ्क भयो साथीहरू हामीलाई झुकायो यहाँ मरी बोकेर पो चढ्नु पर्ने रहेछ नचलेर के हामीलाई झुकाउने प्राङ्क हान्ने ल ल हुन्छ हामी चाहिँ यहाँ मेरो प्लेन हेर्दैछौँ 2:30 रहेछ टाइमिङ 2:30 रहेछ वार्सावा खोपिन ए यहाँको र उहाँको नाम रहेछ वार्सावा अनि वो भी रहेछ यहाँ चाहिँ 4:26 ओके ल यहाँ सेक्युरिटी चेक हुन्छ यता बोर्डिङ पास छ अनि यता चाहिँ हाम्रो बोर्डिङ गेट हामी यता चाहिँ हाम्रो अन्तिम बिन्दु भइसकेको छ नरिकन घर जानु होला भन्न चाहन्छु यस्तो पनि गर्नुपर्ने रे फेरि नरुनु है लु फ्लाइट कान्छी चाँडै भेट्नुपर्छ ल पोर्चुगलमा नि भेटिन्छ होला हामी पनि आउँछौँ कि भाग्यले कता जुराउँछ कि नेपालले भेट्ने हो कि त्यो चाहिँ भोक लागेको बेला स्विट खाने एउटा कोकोनटको लु है लु बाजु सो म चाहिँ आफ्नो चेक इन गरेर भित्र बोर्डिङ पास गरेर भित्र गइसकेँ भाउ चाहिँ पछाडि हुनुहुन्छ भेट्दा जति खुसी हुन्थ्यो छोड्दाखेरि चाहिँ त्यति नहुँदो रहेछ फेरि अब छिटै भेट हुन्छ भन्ने आश गर्दैछु स्टे ट्युन साथीहरू त्यही मेरो गेट नम्बर 3 हो भेटेँ अब 14:30 को फ्लाइट अब यहाँ अब 30 मिनट जति बाँकी छ मसँग मेरो चाहिँ डोर पनि ओपन भइसक्यो बाहिरको दृश्य
अब चाहिँ म 4-5 घन्टा लगातार फ्लाइ भएर चाहिँ म पोल्यान्ड पुग्ने छु साथीहरू। सो गाइस फेरि आज त डिले हुँदैन, टाइममै पुगिन्छ भने त हेर्नु न, यो ट्राफिक रे तल बसमा पुगेर अनि उभिसकेको मान्छे फेरि फिर्ता लिएर आयो। सो गाह्रो छ। एयरपोर्टको वेटिङ भइहाल्यो नि, बस चाहिँ हेर्न सक्नुहुन्छ यसरी। कति टाइम हो थाहा छैन, जसको वेटिङ गाह्रो छ हौ। जहिले डिले साथीहरू। फेरि झरेर फेरि चढेर झरेर अब यत्रो लगेज बोक्दै झर्नुपर्छ। फेरि अघि पनि यत्रो तलबाट बोकेर निकाल्नु पर्यो। नेपालमा मात्रै होइन, अरूतिर पनि सिस्टमहरू त यस्तै नै रहेछ हौ साथीभाइहरू। युरोप भन्नु मात्रै हो। ल अब चाहिँ फाइनली गाडी पनि आइसकेको जस्तो छ, बस पनि। ल बल्ल बल्ल प्लेनसम्म चाहिँ आइपुग्यो है। यही हो प्लेन चाहिँ। झ्याउ भयो आज त, यस्तो धेरै घाम लागिरहेको छ। अनि ल यो त मरुभूमि जस्तै लाग्यो है, कति धेरै घाम क्या आज त। अनि फेरि यता पछाडिबाट जाँदैछु म चाहिँ, मेरो यतै होला सिट भनेर। यता अलिक फ्री पनि रहेछ। ल पोर्चुगल बाई बाई। गाह्रो गर्मी के साह्रो। ल Our arrival in Lisbon during the taxi, we have rolled upon a nail that was on the taxiway. And वर्षको ल्यान्डिङ भयो जस्ट नाउ। भर्खरै लास्टै टाइम लाग्यो कि आज, टाइम पनि भयो। म चाहिँ एक्जिट भएर पनि यहाँ त कस्तो कुल के मान्छे नि छैन, वेदर पनि कुल हट पनि छैन। सो एक्जिट भयो है गाइजहरू। पोल्यान्ड आइपुग्यो। अनि हेर्नुहोस् कति राम्रो छ भन्ने कुरा तपाईँहरूले। म आज यहीँ बसेर भोलि मात्रै मेरो घर जाने अवस्थामा छु। सो स्टेडियम साथीहरू लाइक कमेन्ट सेयर गर्दै गर्नुहोला। आजलाई चाहिँ बाई बाई।